बिकुमाया भद्राचार्य हो सर। छोरा 4 जना छ सर, छोरी 3 जना छ। अब यहीले सबैले हुर्कायो सर। मैले सबै यही पसले हुर्कायो, पढायो, बढायो, जागिर खुवायो, बिहे गरिदियो। अब सबै छोराछोरीको ठिकै छ। तै पनि मैले यो काम छोडेको छैन सर। सर यो त एकदम हाम्रो एकदम बेसफुट खाना हो नि। यो त हाम्रो नेवारको लागि होइन। अब यो त नभई नहुने भयो नि सबैलाई नि। हामीले मात्रै सरले पनि घरमा दाली भात चलाउँछ। अब एउटा पकाएर हेरौँला नि ल सर। त्यो चाहिँ कालो, त्यो चाहिँ मुङको दाल भयो। बढ्यो नि सर, निकै बढ्यो नि आमै। अहिले त चामल पनि बढ्या छ सर, दाल पनि बढ्या छ। अहिले त के भयो अहिले यसपालि चाहिँ सबै सामान सागसब्जी पनि बढ्या छ होइन सर। निकै नै प्रभाव पारेको छ। हामी नेपालीहरूको चाहिँ आय स्रोत कम छ। हामी खाजा खाद्यान्न हरेक कुराहरूमा हाम्रो चाहिँ निकै प्रभाव पारेको छ। पहिला म आजभन्दा पहिला हप्ताको 5 पटक आउँथेँ भने अहिले म हप्ताको 1 पटक आउँछु। हाम्रो पालामा चाहिँ नि 1 रुपियाँ हो भने 8 जना परिवारलाई बिहान बेलुका खानु पुग्छ। अहिले 3 जनालाई चाहिँ नि बिहान बेलुकालाई चाहिँ 200 रुपियाँ चाहिन्छ। यति फरक पर्यो। अघि 1 जना परिवारले 8 जनालाई खुवाइराखेको अहिले प्रत्येक मान्छेले कमाउन नसके मान्छे भोकैमा पर्छ। अहिले यस्तो जमाना छ। अहिले एउटाको 15 रुपियाँ गरेको थिएँ सर। अब एकैचोटि 20 पर्यो। एउटाको 20 पर्यो। अलि सानो गर्नु, पैसा अप्ठ्यारो नगर्नु। पहिला पनि त्यो बनाउनु लागेको हो। ग्राहक त सोचेर मात्रै काम गरेँ मैले। के गर्नु सर, मेरो पसल त सानो छ। भाव बढाने कि के गर्ने, एउटा बुढो मान्छे जस्तो सोचेँ कि। बुढो मान्छे जस्तो सोच्दाखेरि चाहिँ भाउ नबढ्नु, पैसा हुने पनि हुन्छ नबने हुन्छ। अलिकति सानो बनाऊ, भाउ चाहिँ त्यति मात्रै गरौँ भनेर कि म 1-1.5 वर्षमा त्यति मात्रै थिएँ। अहिले पछि चाहिँ भएन। अहिले पछि चाहिँ मैले एउटाको 15 गरेर बसेको थिएँ। मेरो बारी 1-2 बसेर चाहिँ ओहो धेरै सस्तो दिए आमा 20 रुपियाँ गरौँ भने 20